आइफोनको मोडल नम्बर एमबाट नै छ भने पनि त्यो फोन नयाँ नै हो भन्ने ग्यारेन्टी हुँदैन भनेर मैले योभन्दा अगाडिको भिडियो बनाएको थिएँ। सबै कन्फ्युज हुनुभएको छ। हुन त मैले त्यो भिडियो बुझाउने गरी नै बनाएको छु। पुरा भिडियो नहेर्नु सबैभन्दा ठुलो दोष हो। पुरा भिडियो हेर्दै हेर्नुहुन्न, पुरा भिडियोमा सबै बुझाउने गरी बनाएको हुन्छ। अब हजुरहरूले नबुझ्नु भएको, कन्फ्युज हुनुभएको कुरा के हो भनेदेखि यमबाट स्टार्ट भएको पनि होइन, एफबाट पनि रिफर्बिस हो, पीबाट पर्सनलाइज भयो, यनबाट रिप्लेस गरेर दिएको डिभाइस हो भनेदेखि फोन चाहिँ कुन किन्ने त? कुन फोन चाहिँ राम्रा हुन् त भनेर सोध्नु भएको छ। यमबाट स्टार्ट भएको यदि मोडल नम्बरको अगाडि फेरि धेरैले सिरियल नम्बर पठाइरहनु भएको छ। सिरियल नम्बर होइन, मोडल नम्बरको अगाडि यम छ भनेदेखि त्यो फोन नयाँ हो, म्यानुफ्याक्चरिङ नै हो। तर मैले भन्न खोजेको कुरा के हो भने आजको डेटमा पनि धेरैले 3टा क्यामेरा भएको 13 प्रो म्याक्स, 14 प्रो म्याक्स, 15 प्रो म्याक्स, 16 प्रो म्याक्स यिनीहरूलाई रिप्याकिङ गरेर बेच्दैछन्। त्यो चाहिँ पहिले नै एक्टिभेसन भइसकेका पुराना फोन हुन् भनेर भनेको। नयाँ चलिरहेको सिरिज कतिले मेरो 17 प्रो म्याक्स हेरिदिनु, कतिले यो हेरिदिनु, त्यो हेरिदिनु, मलाई कुनै कुरा पनि नपठाउनु होला यो हेरिदिनु त्यो हेरिदिनु भनेर। किनभने हो कि होइन भनेर कसरी चेक गर्ने भनेर पनि मैले पहिले नै बताइसकेको छु भने यो भिडियोमा पनि त्यो कुराहरू हजुरहरूलाई मैले जानकारी दिँदैछु। 17 प्रो र प्रो म्याक्स अहिले नयाँ किन्दै हुनुहुन्छ 17 सिरिज, केही हेर्नै परेन, ती त म्यानुफ्याक्चरिङ भयो, नयाँ भइहाल्छ नि, एमबाट स्टार्ट भएको। अब हजुरहरूले अहिले बजारमा 15 र 16 दुईटा क्यामेरा भएको फोन पाउँदै हुनुहुन्छ, त्यो पनि नयाँ नै हो, नयाँ पाउँदै हुनुहुन्छ। तर 3टा क्यामेरा भएकामा पुराना मोडल नयाँ भनेर किन्दै हुनुहुन्छ बक्स प्याकमा भने ती फोनहरू भनेको चाहिँ यमबाट स्टार्ट भए पनि लोकल्ली रिफर्बिस गरेर हाउजिङ चेन्ज गरेको, ब्याक प्यानल चेन्ज गरेका, डिस्प्ले चेन्ज गरेका, डुप्लिकेट बक्स बनाएर प्याकिङ गरेर बजारमा बेचिरहेका हुन सक्छन् है भनेर जानकारी दिनलाई भिडियो बनाएको। सबै यमबाट स्टार्ट हुने जति चाहिँ किन्नु हुँदैन, राम्रा फोन होइनन् भन्न खोजेको होइन। भिडियो त मैले एकदम क्लियर बुझ्ने गरी बनाएको छु, तर हजुरहरूले कसरी बुझ्नुहुन्न त्यो कुरा चाहिँ म आफै पनि चकित हुन्छु। अनि कुनै एउटा भिडियो बनायो भने हजारौँले मेसेज गर्नुहुन्छ त्यही कुराको लागि। अब त्यसो गरिदिनु भयो भने त मैले इन्फर्मेटिभ भिडियो पनि नबनाए हुन्छ, किनभने पर्सनली मैले असिस्ट गर्न त सक्दिनँ। भिडियो पुरा हेर्नुभयो भन्दा हेरेको छैन। 3 मिनटको भिडियो चाहिँ हजुरहरूले नहेर्ने, अनि मैले हजुरहरूलाई सबै टाइम दिएर अनि हरेकलाई बताउनु पर्ने, त्यो त फेयर भएन नि त, होइन र? सबै फोनहरू अहिले नयाँ आएका फोनहरू त राम्रा नै हुन्छन्, तर पुराना फोन जुन नयाँ भनेर किन्दै हुनुहुन्छ 3टा क्यामेरा भएको, किनभने अब 18 सिरिज जुन आउँछ, 18 आउने बित्तिकै 17 को 3टा क्यामेरा 1 महिना अगाडि नै म्यानुफ्याक्चरिङ बन्द हुन्छ। ल 2-3 महिना 4 महिनासम्म त बजारमा पाउनु भयो रे। त्यस पछाडि भनेका चाहिँ रिफर्बिस फोन अथवा रिपेयर भएर आएका फोन अथवा मानिसले रिपेयर गरेको अथवा रिफर्बिस गरेका फोन हुन सक्छन् भन्ने कुरा हो। कसरी चेक गर्ने भन्ने कुराको लागि चाहिँ सिरियल नम्बर अथवा आइएमआई नम्बरलाई sikw.com मा गएर हजुरहरूले आफ्नो सिरियल नम्बर राखेर सर्च गरेर हेर्न सक्नुहुन्छ। त्यो फोनको इतिहासै दिन्छ, अथवा हजुरहरूले एप्पलको कभरेजमा हेर्न सक्नुहुन्छ।